नमस्कार, म डाक्टर आदित्य। आज हजुरहरूको मध्ये एउटा नयाँ आइक्युपञ्चर पोइन्ट लिएर उपस्थित भएको छु। हामीले अहिलेसम्म पढिसकेको पोइन्टमा एउटा पोइन्ट लार्ज इन्टेस्टाइन च्यानल 4 अनि अर्को पोइन्ट DU26 पोइन्ट हुने गएको छ। उनीहरू दुवै पोइन्टको आफ्नो आफ्नो एउटा इम्पोर्टेन्स थियो। त्यसरी नै आज हामीले पढ्ने गएको पोइन्ट पनि धेरै इम्पोर्टेन्ट पोइन्ट हो। यसले हाम्रो दिमागको सन्तुलन, हाम्रो दिमागको कामनेस, फोकस बढाउने काम गर्छ। यो पोइन्टको नाम चाइनिजमा भन्दाखेरि बाई हुई पोइन्ट हो र इङ्ग्लिसमा भन्दाखेरि गभर्नर भेसल 20 पनि भनिन्छ। यो पोइन्ट हाम्रो टाउकोको ठ्याक्कै मिडल पोइन्ट, तपाईँको यहाँबाट हामीले हेऱ्यो भने 9 छुनमाथि, र यसलाई लोकेट गर्ने तरिका पनि म सम्झाउँछु। बाई हुई पोइन्ट भनेको हाम्रो पोइन्ट ठ्याक्कै यो पोइन्ट हेर्नुभएको छ, हाम्रो फोरहेडबाट 9 छुनमाथि र यहाँ कानबाट 5 छुन यतातिर गयो भने हाम्रो यो पोइन्टलाई हामीले बाई हुई पोइन्ट भन्छौँ। बाई हुई पोइन्ट हाम्रो शरीरको लागि धेरै धेरै उपयोगी पोइन्ट हो। यसलाई युज गर्दाखेरि हाम्रो दिमाग स्थिर हुन्छ, हाम्रो दिमागको फोकस बढ्छ, हाम्रो सर्कुलेसन बढ्छ र हाम्रो होल बडीमा धेरै धेरै राम्रो काममा उपयोग गर्छ। यो पोइन्टले हामीले यो पोइन्टलाई जुनसुकै पनि बिमारीमा सँगै मिलाएर युज गर्न सकिन्छौँ। सो बाई हुई पोइन्टलाई हामीले लोकेट कसरी गर्ने? यसलाई लोकेट गर्ने तरिका धेरै सिम्पल छ। कि त हामीले हाम्रो हातलाई यसरी गरेर ठ्याक्कै यहाँबाट मिडल पोइन्टबाट यसमा गएर यहाँ यो पोइन्ट भनेको बाई हुई पोइन्ट हो भने, अर्को तरिका भनेको हामीले कानलाई यसरी खुम्चायो भने, हजुरलाई हेर्दै हुनुहुन्छ मैले कान खुम्चायो भने जुन चाहिँ यो तपाईँको कानको पोइन्टिङ हुन्छ त्यो पोइन्टिङबाट ठ्याक्कै यहाँबाट मिडल, यो कानको पोइन्टिङबाट यहाँबाट मिडल, जहाँ हाम्रो अङ्गुला मिट गर्छ त्यो पोइन्टको ठ्याक्कै बिचमा यो पोइन्टलाई हामीले बाई हुई पोइन्ट अथवा गभर्नर 20 पोइन्ट भन्छौँ। यसलाई हामीले हल्का हल्का मसाज पनि गर्न सक्छौँ। यसलाई छुँदाखेरि यहाँ टेन्डर टेन्डर पनि फिल हुन्छ। यो पोइन्टलाई हल्का हल्का मसाज गर्ने, राउन्ड राउन्ड मसाज गर्ने, अनि अरू पोइन्ट जस्तै कि LI4, किडनी 3, हार्ट 7, अरू पोइन्टहरूसँग पनि मिलाएर हामीले उपयोगमा ल्याउन सक्छौँ। यसले हामीलाई के गर्यो त, यो पोइन्टले हाम्रो दिमागको सन्तुलनलाई काम गर्यो। तपाईँको एङ्जाइटी, डिप्रेसन, इन्सम्निया, दुखाइ, हेडेक, माइग्रेन सबैमा यो पोइन्ट धेरै धेरै उपयोगी हुन्छ। धन्यवाद।